एउटा परमेश्वरले आराधना गर्ने मानिस बन्नुहोस्, तपाईँ परमेश्वरले महिमा गर्ने मानिस बन्नुहोस्। उहाँ चाहनुहुन्छ मेरा छोरा छोरीहरू सबै म कहाँ हो। आमेन। यसकारण परमेश्वर भलो हुनुहुन्छ। परमेश्वर भलो हुनुको कारण के हो? तपाईँ र मलाई केयर गर्ने के उहाँले तपाईँ र मलाई वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। वास्ता गर्नुहुन्छ। परमेश्वरले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ। जस्तै उदाहरणको लागि तपाईँका छोराछोरी, मेरा छोराछोरी भोकै छन् कि नाङ्गै छन् कि चिसोको मौसम छ, जाडो लाग्दैछ कि, तपाईँ केयर गर्नुहुन्छ आफ्नो छोराछोरी। अनि त्यसै प्रकारले परमेश्वर पनि तपाईँ र मलाई चाहिँ केयर गर्नुहुन्छ। तपाईँ र मलाई चाहिँ उहाँले वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ। मेरा छोराहरू बिरामी छन् कि, मेरा छोरीहरू अस्वस्थ छन् कि, मेरा छोराछोरीहरू भोकै छन् कि, उहाँले वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। यसकारण हामीले भन्न सक्छौँ परमेश्वर भलो हुनुहुन्छ। आमेन। हालेलुया। अब हेर्नुहोस् त, 1 नम्बरमा के भन्छ? हामी कसरी जान्ने कि परमेश्वर एक भलो परमेश्वर हुनुहुन्छ? हामीले परमेश्वर सृष्टिकर्ताको बारेमा उहाँको सृष्टिद्वारा नै बुझ्न सक्छौँ। हामी होशियार बनौँ कि हामीले सृष्टिका कुराहरूलाई आफ्नो परमेश्वर बनाउनु हुँदैन। जब तपाईँ नहुम 1:7 पद पढ्नुहुन्छ र प्रस्थान 20:2-4 पद पढ्नुहुन्छ भने त्यहाँ परमेश्वरले के भन्नुहुन्छ कि म बाहेक अरू कुनै पनि सृष्टिलाई तिमीले नपुज्नु भनेको छ। नपुज्नु भन्नाले परमेश्वर आफै सृष्टिकर्ता हुनुहुन्छ। उहाँ सबै कुरा बनाउने परमेश्वर हुनुहुन्छ। यसकारण उहाँलाई छोडेर हामी अरू कुनै पनि सृष्टिलाई हामी पुज्न सक्दैनौँ। हामी उनीहरूलाई आराधना गर्न सक्दैनौँ, किनभने एकमात्र परमेश्वर, तपाईँ र मेरो परमेश्वर जीवित हुनुहुन्छ। उहाँ नै सृष्टि गर्नुभयो। यसकारण सृष्टिका कुराहरूलाई हामी पुज्नु हुँदैन। नहुम 1:7 एकजना पढ्नुहोस् त। नहुम 1:7 र प्रभु असल हुनुहुन्छ, दुःखको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ। परमेश्वर असल हुनुहुन्छ। यसकारण उहाँले चाहिँ आफ्ना मानिसहरूलाई हेरविचार गर्ने परमेश्वर हुनुहुन्छ। यसकारण हामी भन्न सक्छौँ कि परमेश्वर असल हुनुहुन्छ, परमेश्वर भलो हुनुहुन्छ। किनभने सृष्टिद्वारा नै हामी थाहा पाउनुपर्छ के सृष्टिद्वारा हामी थाहा पाउनुपर्छ परमेश्वर असल हुनुहुन्छ भनेर। कसरी? जस्तै यति ठुलो सूर्य छ, त्यो सूर्यले हामीलाई प्रकाश दिन्छ, अनि त्यहाँबाट थाहा पाउनुपर्छ कि यसले न वैज्ञानिकले बनाउन सक्छ, न कुनै मान्छेले, कुनै पनि मानिसले त्यो सूर्यलाई बनाउन सक्दैन। चाइनाले चाहिँ कृत्रिम चन्द्रमा बनाएको छ है, चाइनाले। अब त्यो चाइनाले बनाएको कृत्रिम चन्द्रमा त्यो चाहिँ सबैको लागि हुन सक्दैन। उनीहरूको आफ्नै लागि मात्र हो, त्यो पर्सनल हो, उनीहरूको आफ्नो पर्सनल। तर परमेश्वरले बनाएको हरेक कुरा चाहिँ सार्वजनिक हुन्छ, सबैको लागि हुन्छ, सबैको लागि बनाउनुहुन्छ। यसकारण परमेश्वर चाहिँ असल हुनुहुन्छ। हामीले खनजोत गर्ने जमिन, वन जङ्गल प्रयोग गर्ने वन जङ्गल, पानी हेरौँ, नदी हेरौँ, समुद्र हेरौँ, यी जति पनि कुराहरू छन् यी सबै कुरा परमेश्वरले बनाउनु भयो। यसकारण हामी भन्नुपर्छ, हामी जान्नुपर्छ कि परमेश्वर असल हुनुहुन्छ। आमेन। परमेश्वर असल हुनुहुन्छ। अनि त्यसपछि अब हेर्नु तल के लेखेको छ? परमेश्वर भलो हुनुहुन्छ किनकि ल भन्नुहोस् त, 1 नम्बरमा के छ? परमेश्वर भलो हुनुहुन्छ किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उत्पत्ति 1:18 र रोमी 8:19 पद पढ्यो भने त्यहाँनिर त्यो लेखेको छ। एकजना उत्पत्ति 1:18 खोल्नुहोस् र एकजना रोमी 8:19 खोल्नुहोस् है। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। को सृष्टिकर्ता हुनुहुन्छ? परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। ल पढ्नुहोस् उत्पत्ति 1:18 मा यसरी लेखेको छ, दिन र रात माथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग अलग गर्नमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। दिनलाई, रातलाई, अँध्यारो, उज्यालो, यी सबै कुरा बनाउने परमेश्वर।
उहाँले आफ्नो वचनद्वारा बनाउनु भयो। उज्यालो होस् अनि उज्यालो भयो, अन्ध्यारो होस् अन्ध्यारो भयो। उहाँले आफ्नो वचनले बनाउनु भयो सबै कुरा। यसकारण हामी बुझ्नुपर्छ परमेश्वर भलो हुनुहुन्छ। रोमी 8:19 लेखिएको छ, सृष्टि बडो उत्साहले परमेश्वरका पुत्रहरूको प्रकट हुने कुराको प्रतीक्षा गर्छ। आमेन। सृष्टि अचम्मको कुरा छ के मान्छेले बनाउने कुरा चाहिँ त्यसलाई सृष्टि भनिदैन। परमेश्वरले बनाएको कुरालाई सृष्टि भनिन्छ। मान्छेले त परमेश्वरले बनाइदिएको कुनै पनि थोकबाट मान्छेले त्यसलाई संशोधन गरेर प्रशोधन गरेर त्यसलाई अब के कुरा मिलाएर उसले वैज्ञानिक कुराहरू फर्मुलाहरू प्रयोग गरेर त्यो बनाउने काम गर्छ। तर ती सबै कच्चा पदार्थहरू र मेटेरियल्सहरू चाहिँ परमेश्वरले बनाउनुहुन्छ। त्यहाँबाट